होइन त्यो कारणले मासुबाट सरेको आजसम्म तपाईँले सबैको हातमा मोबाइल हुन्छ, अहिले नेट हुन्छ, घरमा काहीँ सुन्नु भएको छैन। अब यो विषयमा अझ हामीभन्दा अझ धेरै पढ्नु भएको डाक्टर साहबलाई मैले समय लिएर ल्याएको छु। अब डाक्टर साहबले चाहिँ तपाईँमाथि प्रश्न पारिदिनुहुन्छ, रेबिज के हो, कसरी सर्छ, अब तपाईँले आत्तिनु पर्ने नपर्ने भनेर। हाम्रो उदयपुर अस्पतालबाट डाक्टर रणदीप रावत आउनु भएको छ। डाक्टर साहब उदयपुरको स्थानीय पनि हुनुहुन्छ गाईघाटको, उहाँले प्रश्न पारिदिनुहुन्छ डाक्टर साहब। यो क्याम्पमा क्या सुनेन कस्तो हुन्छ भने यो र्याबिज भन्ने चाहिँ कुकुरले टोकेर लाउने भन्छौँ हामी होइन। अरू भनेको चाहिँ जङ्गली जनावरहरूले टोक्यो भने लाउँछौँ। अनि अब यो समस्या धेरै आइरहन्छ। कसले टोक्दा लाउने, कसले नलाउने, फेरि मान्छेहरू तपाईँले अब बाहिर किनेर लाउने पर्ने चिज त लाउँछु भन्दा भयो। तर हामीले त अब यो सरकारले बनाएको निर्देशिका अनुसार चल्नुपर्छ हामी त होइन। नेसनलको यो नेपालको नेसनल गाइडलाइन्स फर र्याबिज प्रोफिलाक्सिस नेपाल भनेर जुन यो नेपाल सरकारले बनाएको किताब छ, हामीले कसलाई लाउने, कसरी लाउने। पहिले हामी 5 चोटि लाउँथ्यौँ होइन, पहिले पेटमा घुमाइ लाउँछौँ भन्थ्यो होइन। अब सरकारले त्यसरी ला भने हामी त्यसरी लगाइदियौँ। त्यसपछि अहिले त्यसरी पर्दैन, 3 चोटि 5 चोटि लाउँदा हुन्छ भन्नुभयो, हामी 5 चोटि लाउन थाल्यौँ। अहिले 3 चोटि लाउने भन्न जे निर्देशिका आयो हामी त्यही अनुसार समयअनुसार परिवर्तन हुँदै गइरहेको चिजहरूमा त्यही अनुसार गर्छौँ। अहिले हामी 3 चोटि लाउने हुन्छौँ। अब अहिलेसम्ममा लाउनु पर्ने भनेको चाहिँ कुकुर टोकेको लाउँछौँ। त्यसपछि बिरालो टोकेको, किनभने बिरालो कुकुरसँगै चलिरहेको हुन्छ, कतिखेर उसलाई छोको हुन्छ थाहा हुँदैन भन्ने तरिकाले लाउने हो। अर्को भनेको मुसाले टोक्यो भने पर्दैन, खरायोले टोक्यो भने पर्दैन होइन। यस्तो हुन्छ। तपाईँलाई अब अर्को लाउनु पर्ने कि जङ्गल जनावर के हो, कसो, उसको र्याबिज ला छ छैन, यस्तो केही पनि थाहा हुँदैन हामीलाई। त्यही भएर त्यस्तोलाई चाहिँ हामी लगाउँछौँ। अब अर्को अब तपाईँहरूले चाहिँ अब खानुभएको होइन। अब यहाँ के लेखेको छ भने अब लेखेको कुरा पढौँ, त्यसपछि तपाईँहरूलाई लागेको कुरा गरौँ। अब के भनेको छ भने अब कसले मुसाले टोक्यो, अब यो के लेखेको, नो वुमेन र्याबिज के छ ड्यु टु बाइट अफ यो मुसाले, छुचुन्द्रोले, अनि यो यिनीहरू टोक्यो भने चाहिँ लाउनु पर्दैन भनेर लेखेको छ। अर्को लाउनु पर्ने चाहिँ भनेको अब जङ्गल जनावरले जसले टोक्यो पनि लाउनु पर्यो। के तपाईँले खाएको चाहिँ कन्जम्सन र मिट अर मिल्क भन्छ, मासु, काँचो मासु र दुधको चाहिँ दुधको कथम कता चाहिँ तपाईँहरूले जुन भैँसी खानुभयो, भैँसीको मासु खाएको कि राँगालाई बौला कुकुरले पनि टोक्यो, त्यो राँगा पनि बौलै भयो, र्याबिजै लागेको भयो, त्यसको पनि मासु खाँदा लाग्दैन भन्छ। र त्यस अरू कुरा भनेको हामी काँचै खाँदा पनि लाग्दैन भनेछौँ। तपाईँहरू त पकाएरै खाएको होला होइन। अब काँचै अब यो र्याबिजको किटाणु जुन छ त्यो लागेकै कुकुरकै भए पनि 60 डिग्री सेल्सियसमा मर्छ त्यो र्याबिजको किटाणु। अब पकाउने भनेको उम्लिनु भनेको सजिलै हुन्छ। यदि त्यही राँगै मासु पनि तपाईँहरूले राँगो मासुलाई जस्तो रियाल चुहाएर त्यो र्याबिज लागेको भैँसी राँगा भए पनि त्यसको काँचै मासु खायो भने तपाईँलाई लाग्दैन। अब भैँसी छ, भैँसीको दुधै खायो पनि लाग्दैन, त्यसलाई पर्दैन भन्छ। अनि एउटा मान्छेमा सर्दैन। सर्ने कसरी? त्यसले टोकेको त्यसको रियालबाट सर्ने हो। टोकेपछि रियालबाट चाहिँ र्याबिज सर्ने हो। मासु खाएर दुधबाट चाहिँ सर्दैन। यो अस्ति 1-2 महिना अगाडि कटारियामै यो गाउँभरिले यस्तै भयो थियो। भैँसीको दुध खाएको भएर चाहिँ लाउनु कसै पर्दैन भने त्यहाँबाट पनि आएको थियो। त्यो धेरै ठाउँ तपाईँहरू गर्दै होइन, धेरै ठाउँमा आउँछ। अब लाउँदा के हुन्छ भन्ने कुरा होइन, बा लारा मरिन्छ कि लाउँदैमा चाहिँ अब कस्तो हुन्छ भने लाउँदाखेरि तपाईँलाई र्याबिज लागेको छैन, लाउँदाखेरि असर त केही गर्दैन, भ्याक्सिन लगाए जस्तै हो। तर हामीले चाहिँ अब प्रत्येक सरकारले पठाएको भाइरलमा कसलाई लगाएको, किन लगाएको भनेर प्रमाणितकरण दिएर पठाउनुपर्छ। भ्याक्सिन सरकारले फ्रीमा पठाएको हुन्, यो पनि कुनै राष्ट्रिय संस्थाले पठाएको हो। अब तपाईँहरू 50-50जना आएर लगाइदिनु भयो भने जो असली कुकुरले टोकेको लाउने मान्छेलाई पाएन भने उनीहरूलाई अप्ठ्यारो पर्छ। हामीलाई प्रत्येक मान्छेको लेखा दिएर पठाउनुपर्छ। त्यो भएर मात्रै हो। हामीसँग छ्याल व्याधि भ्याक्सिन भएको भए होइन, तपाईँलाई पुग्ने भएको भए लाउँदाखेरि केही फरक पर्ने चाहिँ छैन। नलाएर केही हुन्छ भन्ने चाहिँ केही
त्यही भएर कसैले लाए कसैले लाउँदैन भन्छ। अब कस्तो मान्छेले लाउनै पर्छ भने जो भेटनेरीमा काम गर्ने मान्छे छन्। अब भेटनेरीमा काम गरेको मान्छे कुकुरको मुखमा हात हालेर दबाई खुवाउनु पर्ने हुन्छ, सुई हाल्नु पर्ने हुन्छ। त्यस्तो मान्छेलाई चाहिँ ऱ्याबिज नलागे तापनि, ऱ्याबिजसँग कुकुर नटोके पनि हामी चाहिँ तिनीहरूलाई चाहिँ भ्याक्सिन लगाउँछौँ। त्यस्तो मान्छे लाउँदा चाहिँ 1 र 3 मा 7 दुईचोटि डोज लगाउनु पर्ने हुन्छ। तपाईँहरूलाई अब यसले नै गर्दा ऱ्याबिज हुन्छ भने चाहिँ अहिलेसम्म प्रमाणित छैन र अहिलेसम्म कुनै केस भेटिएको पनि छैन। त्यही भएर नलाउँदा हुन्छ, लाउनु पर्ने भन्ने छैन। काँचो मासु खायो भने दुध खायो पनि नसर्ने रहेछ हेर्नु पनि उहाँले अब उहाँलाई डाक्टरले मलाई ल्याइदिए हुन्छ। प्रोटोकल मलाई तपाईँलाई चाहियो भने तपाईँलाई पनि म पठाइदिन्छु। अब काँचो मासु उब्रेको छ नि उहाँ ल्याइदिनु खानु अहिले राखेको मासु अब तपाईँ डराउनु भएको छ नि सुकुटी होला के होला उब्रेको छ भने मलाई कन्ट्याक्ट गर्नु म सहयोग गर्छु है होइन म अरू सहयोग कुरा उहाँलाई के बुझ्नु पर्यो भने सहयोग गरौँला त्यो रागा चाहिँ कहिले कुकुरले टोक्यो भन्ने तपाईँलाई थाहा छ? थाहा भएन। एउटा कुरा त्यो सोध्नु पर्यो। अब असारमा टोक्यो भन्ने कुरा आयो हो कि तपाईँले यकिन गर्नुहोस् है। अब अर्को तपाईँले त्यो भैँसीलाई टोक्यो भैँसी मऱ्यो भने कहाँ हो त त्यो छेउछाउ नै रहेछ। यकिन नभएको त कहिले टोक्यो कुकुरले टोक्यो त्यसले हो कि अर्कोले हो कि? अब यहाँ सुन्नु, अब ऱ्याबिजको लक्षणहरू के हुन् भन्ने हो होइन। त्यो कुकुरलाई ऱ्याबिज लागेको छ कि छैन भनेर। अब मान्छेलाई ऱ्याबिज लाग्यो, कुकुरलाई ऱ्याबिज लाग्यो भने कुकुरले र्याल धेरै चुहाउने होइन, पानीदेखि तर्सिने, पानी छुन सक्दैन। सबभन्दा सुरुमा मान्छेले थाहा पाउने तरिका जनावरहरूलाई कसैलाई ऱ्याबिज लाग्यो भने ऊ पानी देख्ने बित्तिकै डराउँछ, पानी उसले खानै सक्दैन। पानीदेखि डर लागेर पानी खान नसक्ने, कुदै कुदै गर्ने, त्यसपछि पानीको मात्रा कम भएर मर्ने हुन् धेरै जस्तो। नसा मसर गरेको हुन्छ उसले पानीदेखि डर्छ। त्यही भएर अब तपाईँलाई त्यस्तै लागेको छ। अब त्यो ऱ्याबिजै हो कि होइन भन्दा चाहिँ अब त्यसको मस्तिष्कको मासु जाँच गरेर कन्फर्म गरेर मात्रै हामी त्यसलाई ऱ्याबिज हो होइन भन्न सक्छौँ। अहिलेसम्म नेपालमा सबैहरू अब होइन मिडिया छ, सबै कुरा छ, काहीँ पनि कसैलाई पनि हामी त्यसरी सुई हालाउँदैनौँ। त्यस्तो भयो भने त अब कस्तो कस्तो कुरा आउँछ भने अब तपाईँले राको मासु खानुभयो, अब तपाईँसँगै बसेर उसले खायो, उसँग उसले खायो भने त नेपालभरिको सबैलाई ऱ्याबिजको सुई हुन्छ नि त, जुठो साटिन्छ। तर एउटा मान्छेमा अहिलेसम्म एउटा पनि सरेको छैन। सरेको भनेको चाहिँ एउटा मान्छेको ऱ्याबिज लागेको मान्छेको किडनीहरू दान गर्दाखेरि, ऱ्याबिज लागेकै मान्छेको किडनी दान गर्दा अर्कोलाई सरेको भन्ने छ। खाएर मान्छेबाट सर्ने चाहिँ अहिलेसम्म एउटा पनि छैन र जनावरकोबाट चाहिँ सरेको अहिलेसम्म एउटा पनि प्रमाण हामीले भेटेको छैनौँ। र ऱ्याबिजको डर भनेको एउटा मात्रै के हो, ऱ्याबिजै लाग्यो भने चाहिँ उपचार पद्धति नभएको कारणले गर्दा हामी त्यही भएर कुकुर बिरालो टोको भने पनि लगाइदिने गरेको मात्रै हो। न त सबैलाई, न त कुकुर टोको सबै कुकुरको अब बौला त हुँदैन। त्यही पनि यो अलिकति कडा खालको रोग भएको कारणले गर्दा हामीले कुकुर टोको भन्ने बित्तिकै त्यसले कुकुर पहिले झन् अहिले त कमसेकम हामी हान्दैछौँ। पहिले तपाईँलाई कुकुर टोको भने 10 दिनसम्म कुकुरलाई हेरेर बस मरो भने लगाइदिन्छु भन्थ्यौँ। त्यो भनेको भ्याक्सिन नगर नेपाल सरकारसँग पैसा छैन नि त होइन। सबैलाई लाएर हिँड्दा तपाईँलाई पनि गाह्रो हुन्छ। सबै कुरा सुइया हो, रियाक्सन त केही हुँदैन भन्न त केही पनि सकिन्न होइन। सुइया हो नि त, त्यो पनि कुकुरले किटाणु मार्ने खालको सुइया हो। जब तपाईँ भ्याक्सिन नगर्दा त्यसको पनि केही एलर्जी हुन्छ, दुख्छ, कहिलेकाहीँ कसैलाई त्यहाँ घाउ हुन सक्छ। सजिलो छैन त्यो पनि। अहिलेसम्म तपाईँ अरू ठाउँ पनि यस्तो भएको होला, त्यस्तो ठाउँमा सोध्नु होला, कसैलाई काहीँ पनि लगाइदिँदैन है। त्यो कुरा ढुक्क भएर जानु, यसले नै गर्दाखेरि तपाईँलाई त्यस्तो ऱ्याबिज लाग्नु चाहिँ हुँदैन। के छ अब तपाईँको के छ यतिखेर सोध्ने हो, फोनका कुरा सबै खोल्ने हो यहीँ। अब यस्तो हुन्छ, त्यसैको लागि हामीले यहाँ अब तपाईँलाई यस्तो पनि हुन्छ। अब प्राइभेटतिर भनेको चाहिँ अब उहाँले किनेर सुइया हराउने हो, अनि हान्दिउँ नि त के हुन्छ र भनेर सुइया उहाँ त बेच्ने हो, हनाइदिनुहुन्छ। हामीले चाहिँ उहाँले पठाएको कुराहरू मापन गरेर हामीले फ्रीमा दिने हो होइन, पैसा दिँदैनौँ हामी। त्यो कारणले गर्दा हामी चाहिँ प्रक्रिया पुगाएर मात्रै गर्छौँ। अब दबाई पसलहरूमा त्यहाँनिर सुइयाहरू हनाउँछन्, हान्दिन्न के हुन्छ र भनेर हानिदिन्छन् सबैलाई, उनीहरूको कुरा हो। तपाईँहरूको कुरा हामीले चाहिँ अब जे छ त्यही अनुसार गर्ने हो। तपाईँहरूले पर्दैन। सरकारी अस्पताल भनेको जनताको सेवा गर्न बसेको हो, प्राइभेट भनेको अब तपाईँलाई अब यो भनेको मैले नेपाल सरकारले नै किताबमा बनाएर ऱ्याबिजलाई के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर यहाँ बनाएको छ। कसलाई कसरी हान्ने भनेर उहाँले बनाएको
यो हामीले गर्ने चिज होइन, यो सरकारले नै हामीलाई निर्देशिका दिएर पठाएको छ कि हामी त्यही अनुसार गर्ने हो। र अहिलेसम्म नेपालमा त्यस्तो केस भेटिएको छैन। तपाईँले कहिले काहीँ सुन्नुभएको छ त यसरी खाना सबैजना गाउँमै पागल भएको काहीँ सुनेको छ अहिलेसम्म? होइन, न टिकटकले फर्म खालिहाल्छ नि। कुकुरले टोको बिराली टोको भने सफा सुरुमा त्यो घाउ साफ गर्ने आधी घन्टा आदि है, त्यहाँ अब अर्को कुरा जान्छ। त्यसपछि अनि त्यहाँदेखि भ्याक्सिन लगाउन आउने है, प्राथमिक उपचार त घरमै गर्ने हो नि त होइन। कुकुरले टोको भने पनि सर्पले टोको भने पनि पानीले धुने, आधी घन्टा सफा गर्ने, त्यहाँ भएको चिजहरू जान्छ। त्यसपछि बिस्तारै आउने, हतार कुदेर आएर केही हुँदैन, टिम गरेर घाउ हुन्छ बेटा, इन्फेक्सन भयो भने गाह्रो हुन्छ। है, डराउनु पर्दैन, त्यसको लागि साह्रो आत्तिनु पर्दैन। घर गयो हुन्छ। अरू कोही आउनु भएको छ? अरू पनि हुनुहुन्छ? तपाईँहरूलाई पनि यो कुरा डाक्टर साहबले भनेको कुरा भन्नु होला है। त्यतिकै आत्तिएर डराउनु पर्ने भएन ल।